यो चाहिँ एक्स्ट्रा हो है, आज कोही आउनु भएन, त्यही भएर मैले जस्ट प्र्याक्टिसको लागि मात्रै गरिदिइरहेको छु। आज चाहिँ हाम्रो डे 9 पासवर्ड म्यानेजर .html है, पासवर्ड म्यानेजर .html, जसमा चाहिँ हामीले एउटा फर्म बनाउँछौँ अनि त्यो फर्ममा जुन पासवर्डको जुन इनपुट हुन्छ नि त्यसलाई टाइप गर्दाखेरि त अब त्यो बाइ डिफल्ट हाइड भएर आउँछ, त्यसलाई सो गर्न मिल्नु पऱ्यो, हाइड गर्न मिल्नु पऱ्यो, त्यस्तो एउटा बटन बनाएर सो र हाइड गर्न मिल्ने पऱ्यो। त्यसको लागि चाहिँ हामी पहिला सिन्ट्याक्स लेख्नु पऱ्यो HTML को पासवर्ड म्यानेजर टाइटल भयो। अब फर्ममा चाहिँ मैले धेरै बनाउँदिनँ यसमा है, जस्ट एउटा लगइन र एउटा साइन अप मात्रै मैले बनाउँछु। अब फर्मदेखि सुरु गरौँ। फर्म जसमा चाहिँ हाम्रो एउटा लेबल छ इनपुटको लागि, ओके, इनपुट भन्दा पनि युजर नेमको लागि, अनि अर्को फेरि एउटा इनपुट छ इनपुट टाइप टेक्स्ट। अब प्लेस होल्डर राख्नु छ भने त्यो राखिदिँदा हुन्छ। BR ट्याग दुईवटा, अनि फेरि एउटा अर्को लेबल पासवर्डको लागि, अनि पासवर्डमा इनपुट टाइप पासवर्ड, एउटा सिम्पल लगइन फर्म भयो चाहिँ BR ट्यागहरू दिएर एउटा लास्टमा HR ट्याग। अब जुन पासवर्डको इनपुट छ त्यो इनपुटको तलबाट एउटा बटन राख्नु पऱ्यो। बटन चाहिँ अब हाम्रो ल बटन नै राखौँ, जसमा चाहिँ सो भनेर सुरुमा आउनु पऱ्यो, देखाउनु पऱ्यो। मैले चाहिँ अहिले टेक्स्टै युज गरिरहेको छु, तपाईँले चाहिँ पछिको लागि यसमा आइकन्सहरू युज गर्न सक्नुहुन्छ। त्यो यसमा कुनै एउटा बटन फिक्स हुन्छ, त्यहाँ चाहिँ तपाईँले बन्द गरेर डिलिट गर्नुहोस्। त्यो सेभ चाहिँ तपाईँको भइरहेको छैन VS Codeमा है, त्यो अटो सेभमा राख्नु न, सेटिङ्समा गएर। ल अब यतिलाई रन गरौँ कस्तो आयो त यसमा, पहिला हेरौँ। यस्तो आइरहेछ, युजर नेम पासवर्ड अनि एउटा सो बटन है, अनि पासवर्डमा टाइप गर्न मिलिरहेछ, इनपुटमा टाइप गर्न मिलिरहेछ। यतिसम्म भयो सबैजनाको, एउटा युजर नेम एउटा पासवर्ड। अब युजर नेममा चाहिँ मैले अहिले केही पनि गरिनँ। पासवर्डमा हाम्रो जुन यो बटन छ सो भनेर, त्यसमा चाहिँ एउटा आइडी युज गरौँ, BTN भनेर मैले युज गरेँ नाम चाहिँ। अनि इनपुट टाइप पासवर्डमा पनि एउटा आइडी, जसको चाहिँ आइडी नेम पास भन्नु छ। अब त्यसलाई चाहिँ हामीले जाभास्क्रिप्टबाट ह्यान्डल गर्नु पऱ्यो। CSSहरू गर्नुपर्ने छ भने माथि CSS गर्दा हुन्छ इन्टरनल CSSबाट, नत्र भने अहिलेको लागि चाहिँ हामीले जस्ट त्यसलाई के गर्नु पऱ्यो त जाभास्क्रिप्टमा काम गर्नु पऱ्यो। स्क्रिप्ट ट्याग बनाएर बनाइयो एउटा। भयो एउटा युजर नेम एउटा पासवर्ड, अब हेर्नुहोस् है, यो जुन बटन बनाइयो नि, यो बटनबाट चाहिँ हामीले के गर्नुपर्ने छ त, क्लिक गर्दाखेरि काम गर्नुपर्ने छ भनेपछि हामीले क्लिकको लागि चाहिँ अनक्लिक भनेर पढाएको थियो है। अब मैले चाहिँ डाइरेक्टली यसमा अनक्लिक युज नगरेर यो जुन आइडी दिइरहेको छ नि बटन, त्यो बटन युज गरेर जाभास्क्रिप्टबाट पनि अनक्लिक युज गर्न मिल्छ क्या डाइरेक्ट है। यहाँ अनक्लिक लेख्नै पर्छ भन्ने छैन, हामीले जाभास्क्रिप्टबाट पनि के गर्न मिल्छ त, डकुमेन्ट डट
गेट एलिमेन्ट बाई आइडी, आइडीको नाम चाहिँ जसमा बटन छ त्यसलाई चाहिँ एड इभेन्ट लिसनर भनेर हुन्छ, त्यो चाहिँ युज गर्नु पऱ्यो। एड इभेन्ट लिसनर भनेको चाहिँ कुनै पनि इभेन्ट युज गर्नको लागि युज गरिन्छ है। त्यहाँ माथि अनक्लिक लेख्नु र यसरी काम गर्नु एउटै कुरा हो। अब यसमा चाहिँ हामीले कुन इफेक्ट अथवा कुन इभेन्ट चाहिँ युज गर्ने, जस्तै अनक्लिक चाहिएन नि त हामीलाई त, भनेपछि यसमा अन नै लेख्नुपर्छ भन्ने छैन है। जति पनि जस्तै अनक्लिक भयो, अनचेन्ज भयो, अनडबल क्लिक भयो, त्यो अन चाहिँ नलेखेर जस्ट क्लिक मात्रै लेख्ने क्या। जस्तै अनचेन्ज छ भने चेन्ज मात्रै लेख्ने, डबल क्लिक छ भने डबल क्लिक मात्रै लेख्ने, अन चाहिँ हटाएर क्लिक मात्रै। अनि क्लिकमा कुन फङ्सन दिने त अब त्यो फङ्सनको नाम चाहिँ दिनु पऱ्यो। पासवर्ड म्यानेजर भन्ने थिएँ नाम चाहिँ, फङ्सनको नाम चाहिँ पासवर्ड म्यानेजर। अनि त्यसमा चाहिँ कोटेसन हुँदैन, त्यो चाहिँ एउटा फङ्सन हो, त्यही भएर यतिकै राख्नु त्यसलाई। ल अब पासवर्ड म्यानेजरलाई चाहिँ हामीले डिफाइन गर्नु पर्यो। कन्स्ट पासवर्ड म्यानेजर। अब एरो फङ्सन त हामीले पढेकै छौँ, यसमा नयाँ कुरा केही पनि छैन। अनि अब हाम्रो चाहिँ त्यो पासवर्ड जुन हुन्छ, यहाँ टाइप पासवर्ड भनेर जुन आइरहेको छ नि इनपुटमा, त्यसलाई चाहिँ चेन्ज गर्नु पऱ्यो क्या। अनि मात्रै त्यो सो हुन्छ। जस्तै मैले टाइप पासवर्डको सट्टामा टाइप टेक्स्ट नै लेखिदिने हो भने त्यो त अब सो भयो नि त, टेक्स्ट छ है, त्यही नै गर्ने हो क्या हामीले। यसको जुन टाइपको यो पासवर्ड लेखिरहेको छ त्यसमा चाहिँ हामीले टेक्स्ट लेखिदिनु पऱ्यो जाभास्क्रिप्टबाट है। यहाँ टेक्स्ट भयो भने त्यो नर्मल चाहिँ देखिने भयो क्या टेक्स्टहरू, पासवर्डले भएर त त्यो नदेखेको हो, त्यो त्यसमा टेक्स्ट भइदियो भने त त्यो मजाले देखिन्छ। त्यही नै गर्ने यसमा, जाभास्क्रिप्टको थ्रुबाट यो पासवर्डलाई हटाएर त्यसमा टेक्स्ट गरिदिने। अब त्यो गर्नको लागि चाहिँ हामीले त्यो इनपुटलाई सेलेक्ट गर्ने पहिला सुरुमा डकुमेन्ट डट गेट एलिमेन्ट बाई आइडी गर्दा नि हुन्छ, नत्र भने क्वेरी सेक्टर पनि पढिसकेका छ हामीले, त्यो युज गरे पनि भयो। अनि आइडीको नाम पास भनेर छ। अब तपाईँले भन्नुहोस् यो टाइप भनेको के हो? कुनै पनि ट्यागको भित्र प्रोपर्टीहरू छ भने त्यसलाई चाहिँ हामीले के भन्छौँ? एट्रिब्युट। टाइप भनेको एउटा एट्रिब्युट हो। हामीले एट्रिब्युटलाई चेन्ज गर्न खोज्दैछौँ भनेपछि यसमा हामीसँग एउटा मेथड छ सेट एट्रिब्युट भनेर है। यो ट्यागमा गएर त्यो एट्रिब्युट भन्ने जुन छ त्यसलाई चाहिँ हामी चेन्ज गर्दैछौँ, जसको नाम चाहिँ के छ त टाइप भनेर छ। टाइप भन्ने एट्रिब्युटलाई चेन्ज गर्दैछौँ। अनि चेन्ज गरेर के चेन्ज गर्ने, त्यसको भ्यालु के राख्ने त? त्यसैमा हामीले दिनु पर्यो टेक्स्ट भनेर, टाइप टेक्स्ट। भयो ल। अब एकचोटि ट्राई गरौँ। यहाँ बटन छ, अब टाइप गरियो अनि सो गर्दाखेरि चाहिँ त्यो सो त भयो तर एकचोटि गायब भयो। त्यो कसले भइरहेछ भन्दाखेरि हाम्रो जुन यो फर्म ट्याग छ नि, त्यो फर्म ट्यागले गर्दा त्यस्तो भइरहेछ। यो यसलाई कमेन्ट गर्नुहुन्छ भने त्यो चाहिँ अब हुँदैन, सो भइरहेछ। तर पछि गएर त हामीले फर्म ट्याग त युज गर्नै पर्ने हुन्छ होला होइन। त्यो कमेन्ट गर्नुभन्दा पनि हामीसँग एउटा मेथड हुन्छ, हुने चाहिँ कसले गरिरहेछ त? यो फर्म ट्यागले हुने रहेछ त्यसै है। त्यो रिजन चाहिँ थपाउनु पऱ्यो। यो फर्म ट्यागले गर्दा चाहिँ त्यो अटोमेटिक सबमिट भइरहेछ है। अब त्यसलाई रोक्नको लागि चाहिँ हामीले यो जुन फङ्सन डिफाइन गरिरहेछौँ यसमा चाहिँ हामीले के गर्नु पऱ्यो भन्दाखेरि इभेन्ट प्रिभेन्ट डिफल्ट भनेर हुन्छ। इभेन्ट डट प्रिभेन्ट डिफल्ट। एकचोटि म लाएर हेर्छु काम गर्छ गर्दैन। सो अब चाहिँ गएन, सो भइरहेछ। इभेन्ट डट प्रिभेन्ट डिफल्ट। कुनै पनि इभेन्ट छ भने त्यसमा चाहिँ सबमिट हुनको लागि चाहिँ प्रिभेन्ट गरिदिनु पऱ्यो बाई डिफल्ट। त्यो फर्मले चाहिँ एक्सन भनिसकेपछि त्यो चाहिँ हामी कुनै पनि बटन राख्दाखेरि चाहिँ त्यो सबमिट गरिदिन्छ क्या त्यो फर्मलाई।
अनि फर्म सबमिट भयो भने त यसमा डाटाहरू सबै अट्ने भयो, त्यही भएर चाहिँ त्यो आउँदैन। ओके फर्म कहाँ गयो भयो सो भएन भने एकचोटि राइट क्लिक गर्नुहोस्, इन्सपेक्ट गर्नुहोस्, यहाँ कन्सोलमा गएर हेर्नुहोस् केही आइरहेछ कि अप्सन, यहाँ इरर पढ्नुहोस् के आइरहेछ। ओके सेट एट्रिब्युटमा प्रब्लम भयो भनेपछि तपाईँको स्पेलिङ मिस्टेक भइरहेछ त्यहाँ, यसमा स्पेलिङ हेर्नुहोस् क्यामेल केसमा छ कि छैन। सेट एट्रिब्युट ATTRIBUT त्यही छ। cannot read the body of null, ठीक हो। set attribute का actually code है। तपाईँले आइडी त दिनुभयो पास भनेर, तर त्यो पास कति लेख्नु भएको छ आइडी, त्यही भएर त त्यसले काम गरिरहेन। त्यो मैले यहाँ लेखेको छ, यहाँ हेर्नुहोस् त इनपुटमा आइडी पास हुनु दिएको छ। अब चाहिँ भयो होला। तर एकचोटि मात्रै भइरहेछ क्या सो, हामीले त अब हाइड पनि गर्नु पर्ला नि त, अब सो मात्रै गरेर भएन। अनि यहाँ टेक्स्ट पनि चेन्ज गर्नु पऱ्यो, ल त्यो पनि गरौँ। अब त्यसको लागि चाहिँ हामीले चाहिँ अब यसमा कन्डिसन्सहरू बनाउनु पऱ्यो। कन्डिसन्स के भन्दाखेरि लेट हाम्रो जुन पासवर्ड छ अहिले त्यो चाहिँ नभए यस्तो गरौँ, टाइप भन्ने दिउँ। इनपुट टाइप जुन हाम्रो अहिले पासवर्ड छ है, बाई डिफल्ट चाहिँ त्यो केमा हुन्छ, पासवर्डमा हुन्छ। यो जस्ट नेम मात्रै हो, जे लेखे पनि हुन्छ, टाइपमा जे लेखे पनि हुन्छ, पासमा जे लेखे पनि हुन्छ है। लेट टाइप इक्वल्स टु पास छ, बाई डिफल्ट चाहिँ हाम्रो यहाँ के हुन्छ त पासवर्डमा हुन्छ। अब मैले यहाँ इफ एल्स युज गर्छु। इफ टाइप इक्वल्स टु पास छ भने स्मल ब्राकेटमा ऱ्याप गर्नु पऱ्यो, यसलाई कन्डिसन हो यो चाहिँ। कर्ली ब्राकेटमा चाहिँ हाम्रो यो गरिदिनु पऱ्यो, इफ टाइप चाहिँ हाम्रो पास छ भने त्यसलाई चाहिँ टेक्स्टमा कन्भर्ट गरिदिने, एउटा काम चाहिँ त्यो भयो। अनि अर्को काम फेरि एउटा डकुमेन्ट डट गेट इलिमेन्ट बाई आइडी, आइडीको नाम चाहिँ बटन, जसमा चाहिँ मैले इनर टेक्स्ट गर्न मिल्छ अथवा इनर एचटीएमएल, दुइटै एउटै कुरा है। इनर एचटीएमएल र इनर टेक्स्ट एउटै हो, जुनसुकै युज गर्दा नि हुन्छ। यसमा चाहिँ मैले पठाइदिनु पऱ्यो हाइड भनेर, त्यो बटनमा चाहिँ अब हाइड लेखेर आउने भयो। अनि स्टेट चेन्ज गरिदिनु पऱ्यो, टाइप इक्वल्स टु अब चाहिँ टेक्स्ट भइसक्यो। अघि न चाहिँ पास थियो भने अहिले चाहिँ टाइप टेक्स्ट भइसक्यो, यहाँ चेन्ज गरिसकेपछि। त्यो चाहिँ अर्को नेक्स्ट स्टेटको लागि चाहिँ हामीले यस्तो गरिरहेको छौँ। भयो। टाइप गरेको एकचोटि पासवर्डमा टाइप गरियो, टाइप भइरहेछ, हाइड भइरहेछ। सो गर्ने बित्तिकै सो भयो अनि यहाँ हाइड गरेर आयो। भयो। नहीं हाइड हुँदैन अहिले, हाइड हुँदैन, टेक्स्ट चाहिँ आउनु पऱ्यो हाइड। अब हाइड गर्नको लागि चाहिँ कन्डिसन त दिनु पऱ्यो नि त हामीले।
एल्स भनेर इफमा चाहिँ टाइप पासवर्ड छ भने अब चाहिँ टाइप टेक्स्ट हुँदाखेरि के गर्ने त्यही माथिकै कपी गर्नु कन्डिसन चाहिँ तिनटै माथिकै कपी पेस्ट अब टाइप चाहिँ पास होइन यसमा टेक्स्ट भइसकेको छ यदि टाइप सरी यो त आइडी पो हो त एलिमेन्ट बाई आइडी पास ठिक छ यसमा अब टाइपलाई पासवर्ड गर्नु पर्यो अनि हाइडको सट्टामा सो गरिदिनु पर्यो फेरि अनि टाइप चाहिँ पास गरिदिनु पर्यो यति काम गरिसकेपछि अब चाहिँ त्यो काम गर्ने भयो पुरै अब चाहिँ ट्राई गरौँ लास्ट टाइप भयो एड भइरहेछ सो गर्ने बेला सो पनि भयो यहाँ हाइड भन्न आइसकेको छ हाइड गर्ने बेला हाइड भएन अब त्यो भएन भने हामीले के गर्नु पऱ्यो भन्दाखेरि अरू त यहाँ सबै ठिकै छ होला यो सो पनि भइरहेछ अब यो जुन पास भनेर छ यसलाई चाहिँ यहाँ पासवर्डभन्दा माथि राखौँ यति गर्दाखेरि चाहिँ अब हुनुपर्छ अब चाहिँ भइरहेछ सो र हाइड दुइटै यो लेट टाइप इज टु पासलाई चाहिँ फङ्सनभन्दा बाहिर राख्नु त्यो फङ्सनभन्दा भित्र राख्दाखेरि चाहिँ तलकोले चाहिँ लिइरहेको थिएन त्यही भएर त्यो काम गरिरहेको थिएन यति भयो पासवर्ड म्यानेजरमा रिफ्रेश टाइप गर्यो सो हाइड सो हाइड सो हाइड कि छुट्यो कि एकचोटि हेर्नुहोस् हेर्नु है एकचोटि अरू केही पनि गर्नु परेन प्लस रुममा त अब बक्स आइकनको सिडियल लिङ्क युज गर्नु पऱ्यो है सिडियल लिङ्क त्यो आइकन्सहरू युज गर्नुको लागि हुन्छ फरक परेन बुटस्ट्र्यापबाट लिए पनि भयो बक्स आइकनबाट लिए पनि भयो अनि त्यसपछि चाहिँ हाम्रो जुन अघि यो बटन थियो नि सो भनेर त्यसमा चाहिँ मैले एउटा आईको लागि आँखा राखिदिएको छु बाई डिफल्ट चाहिँ हाम्रो यस्तो आउने भयो त्यसपछि जाभास्क्रिप्टमा चेन्ज गर्ने बेला चाहिँ त्यही आइकनलाई मैले चेन्ज गरिदिरहेको छु डट इनर एचटीएमएल अघि यहाँ हाइड भनेर गइरहेको थियो भने अहिले चाहिँ आइकन नै पास भइरहेको छ अर्कोमा पनि त्यही छ कुनमा कुन राख्ने त्यो चाहिँ हेर्नुहोस् एकचोटि हाइड गर्दाखेरि हाइड गर्नु पऱ्यो साइडको सो गर्दाखेरि सो गर्नु पऱ्यो